पनि पल्टियो त यार वस्तु बेकार छ सिलिन्डर पड्केर उछटेलो माया जाउँ अब चाहिँ हाम्रो 4 नम्बरबाट एकालै जलेर ध्वस्त भएको छ सिलिन्डर त टाढै फाल्दिन्छ अब तातेको कम्प्लिसमेन्ट भयो जस्तो हुन्छ तपाईँको चिप्स यो कहाँ आयो जाऊ त अहिले चाहिँ हाम्रो घुरावडी नगरपालिका वडा नम्बर 4 सिमथरीको वडा कार्यालय तोडफोड हुँदैछ वडा नम्बर 4 को वडा कार्यालय तोडफोड भइरहेको छ आगो लागिसक्यो भित्र घुरावडी नगरपालिका वडा नम्बर 4 को वडा कार्यालयभित्र आगजनी भइसकेको अवस्था ए भाइ भित्र लाग्ला ए ढुङ्गा नाना भित्र लाग्ला ए ढुङ्गा नाना ढुङ्गा नगरपालिका वार्ड नम्बर 4 अहिले घुरावडी नगरपालिका वार्ड नम्बर 4 वडा नगरपालिकामा आगो लागिसकेपछि अहिले वडा नम्बर 4 मा पनि आगो लागिसकेको छ मसिनहरु यो पट्केला है यो पट्केला यो अलि यता पट्केला दसैँको कोठामा आगो लगाऊ अब लाइन चाहिँ बन्द 4 नम्बर जलायो अवस्था अब साथीहरु नम्बर फेरि अब अर्को लाग्दैछ नगरपालिका भित्र पनि आगो लागेको छ अहिले वडा कार्यालय भित्र
युवा ग्यास पट्किने अहिले भाग ए भाइ छिटो ग्यास पट्किने ए ग्यास पट्किने छिटो त्योभित्र ग्यास छ यार ओइ ए ग्यास छ भित्र पट्केला छिटो बाहिर भित्र कोही छन् कि नै ए भाइ त्यो भित्र को यार ग्यास पट्केला छिटो आउनु बाहिर छिटो आऊ र ग्यास पट्किने हो एक नम्बर चलिहाल्यो 1 नम्बर नगरपालिका पुरै दोस्त हो अब शेरबहादुर देवालाई कुटिया छ मेरो बस्ने त्यो नभन न त्यसो कांग्रेस मुर्दाबाद ओ दिबो अहिले ग्यास पट्किने हो अहिले ग्यास छ त माथि बालेन शाहले अब उ नगर्नु भनेर पोस्ट गरेको थियो उदेन राख्ने यार उदेन रे भित्रमा जानु है सिलिन्डर छ सक्यो 5 नम्बरबाट खास्यो अब नगरपालिकामा त आग लगाएले यो के हो अब संसद भवन जलाइसकेपछि जलायो भन्न जलायो सिद्धिहाल्छ कि तै पनि अब सबै जलाउँछ अब सामान्य रोजगारी हुने भयो पर सिलिन्डर सेन्टर त्यहाँ राख्यो त्यहाँ राखेर पट्किने ग्यास टाढा तान्दियो न केही हुँदैन पानी आउँछ अब कति दिनसम्म बन्द हुने हो अब नयाँ सरकार नआउँदासम्म केही सुधार हुँदैन नि यिनी कागजपत्रहरू के होला न अब होला त वेबसाइटमा होला सफ्टवेयरमा त उडिया छैन नि त सफ्टवेयर त चल्दैन नि त सफ्टवेयर त चल्दैन नि कागज जति हुन्छ नि कोही हाते कागज हुन्छ नि पेन्डिङ भयो हातेवाला नै सक्छ यसो उठो भिडियो बनाउँदा त सिसी क्यामेरा किन तोडेन त आगो लागेर देखेन होला यहाँको आगो लाग्ला र उहाँको आगो लागेन घरमा लाग्दैन यो मात्रै हो कि काठमा मात्रै हो त्यो पेन्टिङ सेन्टिङ भइजान्छ यो त भइजान्छ कहीँ लाइन सर्ट हुने लाइनमा हुन्छ प्रब्लम के लाइन सर्ट त हुँदैन हाम्रो लाइन छ केही हुँदैन हाम्रो त्यहाँको त के फरक पर्दैन यहाँको हुने केही हुँदैन भने एकैछिनको यो काठहरू भयो अब यिनी नेताहरू सब राजीनामा त होला नि उसै निस्केर राजीनामै दिनुपर्छ राजीनामा गरेर सकिगयो कि माथि मन्त्रीमण्डलमा वैकल्पिक सरकार गठन हुने बित्तिकै सकियो सोचेको थिएन होला यो 2 दिनको आन्दोलनले यसरी जाला सिलिन्डर पट्किने हो त्यहाँनिर सिलिन्डर छ के आगो नहालेर आऊ सिलिन्डर रस्सीको यार पुरै 3 रस्सी हाल्यो 3 प्लास्टिक रहेछ यता साइडमा फाल्दै हुन्छ कुनातिर अलि पछि म फाल्ने भएको यही दोकान जाँदैछ नि जाऊ भयो के सुन्दैन यार 4 नम्बरबाट सका 4 नम्बर भाइको फोटो कोर्ने नभन्नु न यार जाऊ 10 नम्बरमा अब 10 नम्बर अब वडा फुटाउन पायो भने थियो बल्ल साइड जान्नु दाजु आज एक साइड बुझ्दैन ए दादा खाली